हेलो कति मोबाइल चलाएको क्या तिमीले तिमीलाई एउटा गिफ्ट आएको छ क्या मलाई गिफ्ट थियो भने ए लो के साँच्चै हो साँच्चै हो के छ यहाँ भित्र छ्या यो कसले पठायो खै साँच्चै हो साँच्चै के हो क्या कसले पठाएको हेर न त्यहाँ गाइस हाम्रो घरको महारानीले एउटा गिफ्ट आएको छ होइन के उयो हल्लिन्छ त के छ रहेछ त भित्र तर फुट्ने सामान छ जस्तो हो हेर न त कसले पठाएको पहिला अब हेर्दै जाऊ न त्यहाँबाट थाहा भइहाल्छ त्यो चक्ले काट्नुपर्ने होला है सबैले लिएर आउँछ है पख ल यस्तो त न अनबक्सिङ गर मलाई चाहिँ अनि तिमीलाई गिफ्ट आउँदा तिम्रो खासमा यो बर्थडेको लागि पठाइदिएको हो तर यहाँसम्म आइपुग्दा अलिकति लेट भएको हो क्या आज कति गते रे 26 मेरो बर्थडे 20 गते हो 26 अब यो खोइ फर्स्ट टाइम यसरी गिफ्ट पाएँ मैले कस्तो लागिरहेको तिमीलाई यस्तो गिफ्ट मलाई ट्रसै लागिरहेको छैन कि मैले गिफ्ट पाएँ भनेर हो फेरि अब कति साह्रो म फेरि मलाई हेर्न हतार भइसक्यो त्यो भन्दा पनि कसले पठायो भनेर किनकि अब त्यस्तो पठाउने नै हुनुहुन्न क्या अब बिचार सबै साथीहरू कमाउने हुनुहुन्न नि त यस्तो पारेर पठाउनु ओपन गर कसले जस्तो लाग्छ तिमीलाई थाहा छैन मलाई म गेसै गर्न सक्दिनँ कि अहिले तिमी वडामा गएर आएको काम बन्यो ल कसले जस्तो लाग्छ केही त भन कोही छैन त नि कोही त छ होला तिमीलाई यसरी गिफ्ट गर्ने मान्छे कोही होइसिन्न खै मैले पो हो कि हेर न त्यो तर मैले होइन क्या मैले त तिमीलाई बर्थडेमा त्यत्रो गिफ्ट दिइसकेँ त अनि त्योभन्दा बढी चाहिँ के दिनु अब यो त्यही उनी छ होला कि गिफ्ट जस्तो त्यो बट्टाको ल हेर न लाइफमा फर्स्ट टाइम है गाइस गिफ्टको नाममा म यस्तो कसले पठायो हेर न अनि त्यहाँ हेरेपछि थाहा हुन्छ कसले पठाएको हेर न अनि कसले पठाएको खै कसले पठाएको भन्नु हेर न अनि कस्तो राम्रो वाउ मलाई यस्तो पठाउँछ नि ओहो ल हेर साँच्चै भन्छु दाइ घर कहाँ हो गाइस मलाई चाहिँ टिकटकबाट आयो मैले धेरै छैन चिनेको हो टिकटक आइडी पनि धेरै बाहिर छोडेको तर मलाई पुकुली भनेर उहाँले नै बोलाउनुहुन्छ कि दाइले मायाले अनि कति राम्रो नाम छ है पुकुली भन्नुहुन्छ अनि मैले थाहा पाइहालेँ क्या लभ यु भन्नुभयो लभ यु टु दादा धेरै 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 धन्यवाद दादाले यस्तो सामान पनि किन्न आउँदो रहेछ होइन कति राम्रो हुन्छ म त लग्दै पो हाल्छु कहाँ हो त दाइ घर त्यो दाइको घरमा एकछिनमा भन्छु क्या दादालाई के भन्छु भने हेर्नु त यतिको माया गर्ने दादा कसको हैसिन्छ गाइस मेन्सन गरौँ त त्यसरी म बोलेकै छैन कि अब राम्रोसँग चिनेको चिनेको छु कि त्यति धेरै क्लोज छैनौँ नि त चक्लेट हेर न त्यहाँभित्र नि के छ खोइ देखाउ न यहाँ देखाउ न यहाँ देखाउ न होइन यो त देखाउ न ल अर्को गिफ्ट आएको हो त भनेको
देखिन त त्यहाँ नि मेरो लागि हो के भगवान् यस्तो माया गर्ने दाइ कसले पाउनुहुन्छ गाइस यता देखाउ न मैले फेरि अब टिकटकबाट चिनेको अरे अनि अझ मेरो थ्रुबाट चिनेको भन न डेरी मिल्क मिठै हुन्छ तर त्यस्तो धेरै मैले तर यो फिसर किन यस्तो बोकेको है ल फिसर लाउँछु है त्यो दाइ सुन्नु न गाइस गिफ्ट पाउने मान्छेको स्थिति यस्तो छ होइन अनि यही हो दादाले पठाइदिएको छ अनि तिम्रो बर्थडेको लागि पठाइदियो खासमा होइन नभए यहाँ देख्न सक्नुहुन्छ यस्तो लेखेको छ होइन सचिन दादालाई धेरै धेरै माया अनि यहाँ वाच पनि छ अनि वाच पाउने मान्छे यहाँ हैसिन्छ दादाको लागि केही शब्द जाओस् न दादाले भिडियो हेर्दै हैसिन्छ भने के भन्छ बोल्ने शब्दै छैन किनकि अब फर्स्ट टाइम हो कि म जन्मेर यत्रो भयो है त्यस्तो यस्तरी बर्थडेमा गिफ्ट पाएको भनेको फर्स्ट टाइम हो अनि अब त्यो पनि अब आज बर्थडे गएको त कति धेरै भइसक्यो नि त अनि बिचरा यो घरले कति धेरै पर्ला नि त है बिचरा अब दाइ पनि केही गर्दै त हुनुहुन्न नि है तर पनि बहिनी मानेर पठाइदिनु भयो मसँग बोल्नुहुन्थ्यो तर म त अब यस्तै केटी नै साथी होला कलेज साथीहरू होला सोचेको थिएँ क्या गिफ्ट पठाइदिने कसले रहेछ भनिदेऊ न त भिडियोमा यो चाहिँ हाम्रो टिकटकमा एकदम भाइरल हुनुहुन्छ उहाँको एकदम के छ टिकटकमा दाइको नाम के अरे क्रेजी सचिन दाइ हुनुहुन्छ उहाँको भाइरल हुनुहुन्छ एक दुई एडिट खतरा गर्छिन्छ है दादाले 2.5 लाख फलोवर्स सकेर अनि यस्तो हिन्दीहरूमा चाहिँ एडिट गर्नुहुन्छ कि नेपाली अनि यो त कहाँ अनि अब त्यति धेरै चिनेको पनि भएन अनि अब कति धेरै माया गर्नुहुँदो रहेछ कि यस्तो दादा पाउँदा कस्तो लागिरहेको पुरा आफ्नो दादालेहरू पनि त्यसरी दिनु भएन कि साँच्ची है अनि उहाँले अब पठाइदिनु भयो म त मलाई घडी भन्दा नि मलाई झुम्काहरू चाहिँ एकदम मनपर्छ क्या तिमीलाई धेरै मनपर्छ अनि म अब दाइसँग मलाई फोनमा बोल्न इच्छा लाग्यो अरू त इच्छा लाग्यो रे गाइस अब त्यही हो उहाँको होइन त्यो रियाक्सन देखिहाल्नु भयो अनि उहाँ 3 छक पढ्नु पनि भएको छ हाम्रो बाहिरिनु चाहिँ त्यो अहिले भनौँला त्यहाँदेखि यहाँ अनि तिमीलाई सरप्राइज कस्तो लाग्यो भन त म अझै नि सरप्राइज मेरो लागि मेरो लागि हो तिम्रो लागि त हो नि देखिनु त्यहाँ तपाईँले त बोल्नु नै भन्नुहुन्छ अहिले बर्थडे कसको हो तिम्रो होइन दादाले चाहिँ हामी दुईजना धेरै माया गर्छिन्छ होइन अहिले चाहिँ उसको बर्थडे थियो नि त खासमा अनि त्यही वाउ कति राम्रो देखाएको छ दादा हेर्छ त अनि तिम्रो बर्थडेकै दिन अर्डर भएको थियो तर अनि अनि झुम्का छ त्यही हो दाइले पठाइदिनु भएको चाहिँ घडी पनि लाउन फेरि म खोलिदिन्छु उसले चाहिँ दादाले ल्याइदिएको गिफ्ट गरेको सामान लगाइसकेको छ होइन खै त हेर न कस्तो घटाउनु पनि म त घटाउनु मिल्छ त्यो चाहिँ घटाउनु मिल्छ सरप्राइज भयो दादा म त त्यो यसरी बोक न थम्बनेलको लागि हातमै बोक न हातमै बोक अर्को झुम्का पनि थियो नि कता पुग्यो त त्यही छ त यसरी बोक न दाइले झुम्का नि लाउँछ अनलाइन अर्डर गरेको हो क्या अर्डर गरेपछि उनीहरूले यो सामान पठाइदिनु भनेपछि उनीहरूले पठाइदिनु हो क्या देखिन्छ त अनलाइनमा कहाँ हो त दाइ घरमा नि खोइ मलाई नि थाहा छैन क्या हो कि खोइ कता अहिले फेरि मिस्टेक अनलाइन अर्डर गर्छु हुँदैन त भने यो पनि फर्स्ट टाइम अहिले त तिमीलाई एकछिन लाउ मात्रै भनेको हो क्या अहिले त फुकाल्नै आएको छ ल अन्तिममा के भन्छ दाइले ल भन म त धेरै धेरै त्यो शब्दै छैन है मैले भने त फर्स्ट टाइम अब यसरी पाएको गिफ्ट अनि यति राम्रो राम्रो है केटा भएर पनि बहिनीहरूको लागि यति राम्रो राम्रो सामान हेर्न चाहनु हुँदो रहेछ झुम्का मलाई धेरै मन पर्यो मलाई देखाउँदा खाँचो पनि थियो है भन्नै पर्दा किनकि यो हरक हरक गर्थ्यो क्या तिमीलाई त झुम्का जति लाए पनि पुग्दैन नि त होइन जे भए पनि अलिक फरक फरक हुन्छ दाइले दिइसकेपछि अहिले विशेष भयो तिमीलाई लागि विशेष भयो अनि अब यति धेरै माया गर्ने दादालाई छिट्टै रियलमा पनि भेट्न पाइयोस् तिमीले नि केही गिफ्ट गर्न पाइयोस् भन कमाउने भएपछि म दादालाई पठाउँछु डेरी मिल्केर दादालाई त्यही हो भन्नुपर्ने त्यही हो अब फोनमा बोल्नुपर्छ यति धेरै माया गर्ने दादा
ल गाइस अहिले यति नै होइन हामीले गिफ्ट अनबक्सिङ पनि गरिसक्यौँ उसको रियाक्सन पनि क्याच गरिसक्यौँ अनि महारानी चाहिँ एकदमै होइन कसको गिफ्ट भनेर एकछिन त सक हुनुभएको थियो अनि दादालाई धेरै धेरै माया होइन दादाले यति धेरै माया गर्छिन्छ कि बहिनीलाई त कुरै नगर समात त ल थ्याङ्क यू दादा अनि थ्याङ्क यू एभ्री वान मिस यु टु दादा थ्याङ्क यू सो मच लभ यु